चाहिँ 10 मिनट। एफिसी 4:29 कसैले पाउनु भने पढिदिनुहोस्। तिमीहरूका मुखबाट कुवाक्य ननिक्ल्यो, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्दै गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। आमेन। अब कुवाक्यहरू हाम्रो मुखबाट निक्लिनु हुँदैन, बुझ्नु हुँदैछ? कुनै कसैबाट, जस्तो माथिल्लो ओदामा बस्ने होइन सेवकहरूबाट अथवा तल्लो उसमा बस्ने एउटा के भन्छ समुदायबाट कुवाक्य चाहिँ हामीले निकाल्नु हुँदैन। अनि कोही बेला चाहिँ के हुँदो रहेछ भन्दाखेरि कुवाक्य निक्लिहाल्छ। अनि त्यस्तो बेला चाहिँ हामीले पश्चाताप गर्नुपर्छ। कोही भाइ कोही बहिनीलाई हामीले कुवाक्य बोल्यौँ भने त्यो राम्रो हुँदैन भन्ने कुरा चाहिँ हामीले याद गर्नुपर्छ, कहाँ प्रयोग गर्ने त्यो कुराहरू। अनि अर्को चाहिँ घमण्ड पनि हामीमा हुनु हुँदैन। इसाईले घमण्ड आयो भने होइन प्रेजेन्ट वर्सिप गर्ने भाइ बहिनीहरूले घमण्ड गर्नुभयो भने म मजाले सबै बाजाहरू बजाउन सक्छु होइन, म मजाले प्रेजेन्ट वर्सिप गर्न सक्छु, मेरो स्वर राम्रो छ इत्यादि कुराहरू। त्यो घमण्ड आयो भने परमेश्वरको त्यहाँ चाहिँ प्रशंसा हुँदैन। तर घमण्ड चाहिँ शरीरमा आएको कारणले गर्दा त्यो कुराहरू हामीले सोच्नुपर्छ। याकोब 4:16-17 यहाँ यसरी लेखिएको छ, तर अहिले तिमीहरू आफ्ना सेखीमा धाक लगाउँछौ, यसरी सबै सेखी खराब हो। यसकारण जसले भलाइ गर्ने जानेर पनि गर्दैन त्यसले पाप गर्छ। आमेन। भलाइ गरेको साटोमा चाहिँ बुराइ गरेपछि त्यसले के गर्छ? पाप गर्छ। अनि हाम्रो बोलीमा हामीले सधैँ लगाउनु जरुरी छ। घरमा होस् बाहिर होस् कहीँ पनि होस्। जब मानिसले निकाल्छ होइन, बाइबलमा त्यही लेखेको छ, जे मुखबाट भित्र पस्छ त्यसले मानिसलाई दोषी ठहराउँदैन, तर जे मुखबाट निकाल्छ त्यो चाहिँ त्यसले चाहिँ मानिसलाई दोषी ठहराउँछ भनेको छ। अनि हामी याकोब 3:3-5 पढ्नेछौँ। 3:3 यसै लेखिएको छ, यदि घोडाहरूलाई बसमा राख्नलाई तिनीहरूका मुखमा लगायो भने तिनीहरूका सारा शरीरलाई उता मन पर्यो यतै लान सक्छ। जता शरीरलाई जता मन पर्यो यतै लान सक्छौँ। हेर त जहाजहरू जो तेज हावाले चल्दछन् ती ठुला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छा अनुसार जता मन पर्यो त्यतै लान्छ। आमेन। सबैभन्दा यो मनलाई कन्ट्रोल गर्ने, यो शरीरलाई कन्ट्रोल गर्ने, त्यसको सुपरभाइजर चाहिँ हामी आफै हो। अरूले कन्ट्रोल कहिले पनि गर्न सक्दैन। न श्रीमानले श्रीमतीलाई कन्ट्रोल गर्न सक्छ, न बाउले छोरालाई कन्ट्रोल गर्न सक्छ, न आमाले छोरीलाई कन्ट्रोल गर्न सक्छ। तर सेल्फ हामी आफैले चाहिँ आफैलाई चाहिँ कन्ट्रोल गर्न सक्छौँ। जस्तो घोडाको त्यो मुखमा लाग्नु के भन्नु, करेली के भन्छ? करेली हो। त्यो लगाइसकेपछि घोडाले बदमास गर्दा माथि चढेपछि यता जा उता जा सबैतिर जान्छ। त्यसै गरी हामीले पनि मुखमा त्यो कुराहरू परमेश्वरको वचन लाग्यो भने जता तपाईँले इच्छा गर्नुहुन्छ त्यतै जान्छ यो मन पनि। अनि हामीले धेरै कुराहरू उयो गर्छौँ। अनि खोज्न चाहिँ स्वर्ग जान चाहन्छौँ होइन, धर्मी हुन चाहन्छौँ, तर पापको कुण्डमा डुबेका छौँ, पापलाई मात्र हेर्छौँ, पापै बोल्छौँ अनि पापमै रमाउँछौँ भने त्यो कुरा हामीले व्यर्थ हुन्छ। अनि एउटा भनाइ छ नि, खोज्यो स्वर्ग गर्यो पाप जान्दैन कर्मको गति। खोज्यो स्वर्ग गर्यो पाप जान्दैन कर्मको गति, गिट्ठाको बोट रोपेर कहाँ फल्छ कागती होइन। हामीले काम चाहिँ अर्को गर्दैछौँ तर धर्मी खोज्दैछौँ। अनि जब पीर पर्छ त्यति बेला हामीले चाहिँ प्रार्थना गर्छौँ, प्रभु म यस्तोमा परेँ,
प्रभुको सामान्य तपाईँ हुनुहुन्न, तपाईँ प्रभुको अगाडिबाट टाढो हुनुहुन्छ अनि त्यो छेकेको कारणले तपाईँको प्रार्थनाहरू सुन्दैन। तर परमेश्वरको नजिक हामी जब जान्छौँ भने परमेश्वरको कार्यलाई अघि हामीले पढ्यौँ कि आज्ञा पालनको विषय होइन, आज्ञा पालनै गरेको छैन भने जस्तो तपाईँको छोराले तपाईँको आज्ञा पालन गरेन भने तपाईँले हेर्नुहुन्न होइन। अनि आज्ञा पालन भन्ने मेन कुरा हो र यसले गर्दा चाहिँ हामीले चाहिँ धेरै कुराहरू हामी लिन पाउँछौँ, धेरै कुराहरू बुझ्न पाउँछौँ, धेरै कुराहरूको त्यो हामीले साधन गर्न सक्छौँ। किनभने धार्मिकतामा सबै कुरा हामीले पाउँछौँ, असल कुरा पाउँछौँ। अनि जब हामी धार्मिक ठहराइन्छौँ तब हामीले असल कुराहरू मात्रै देख्छौँ अनि पाप कुराहरू हामीले त्यागेर परमेश्वरको राज्यमा आउनु जरुरी छ। त्यसले गर्दाखेरि अलिकति होसियार हुनु एकदमै जरुरी छ। अनि समय अलिक सकिएको छ अनि हाम्रो युथ भाइ बहिनीलाई पनि केही शब्द म भन्न चाहन्छु। यो कुरा अलिकति युथ भाइ बहिनीहरूले चाहिँ आफैलाई धेरै कन्ट्रोल गर्नुपर्छ। अनि के भनेदेखि युनिटीको कुरा हामीले सुनेका छौँ, एक अर्काको सम्बन्धको कुराहरू हामीले सुनेका छौँ। अनि विशेष गरी युथहरू चाहिँ मण्डलीको कर्णधार भएकोले गर्दाखेरि हामी चाहिँ युथ जस्तो भएर बस्यौँ भने हामीलाई चाहिँ परमेश्वरले आदर गर्नुहुन्छ। अनि तपाईँ चाहिँ एउटा चम्किलो तारा होइन, एउटा चम्किलो एउटा युथ हुनुहुन्छ। त्यसले गर्दाखेरि आज धेरै युवाहरू जो चाहिँ प्रभुलाई विश्वास गरेका छैनन् उनीहरू धेरै टाढा गएर आज खालि नराम्रो काम मात्रै गरिरहेको छ होइन। यहाँ अमेरिका आएर पनि सुध्रिएको छैन, उता नेपालतिर पठाइरहेको छ। अनि यस्ता कुराहरू आमा बाउले थाहा पाइरहेको छ, आमा बाउ रुइरहनु परेको छ यस्तो ठाउँमा आएर पनि। तर तपाईँ र हामी परमेश्वरको वचन सुन्ने युवाहरू चाहिँ परमेश्वरको वचनलाई पढेर परमेश्वरलाई नै आदर गर्नु जरुरी छ। अनि अर्को कुरा चाहिँ यहाँ म हिजो बेलुका यसो सोचिरहेको थिएँ, धेरै चाहिँ होली म्यारिजहरू भइरहेको छ। युट्युबमा धेरै होली म्यारिजहरू आउँछन् विवाहको समयमा होइन। त्यो होली म्यारेज के भन्छ नेपालीमा, पवित्र बिहाको विषयमा धेरै कुराहरू हामी देख्छौँ, युट्युबमा पढिरहेको छौँ। तर कहीँ कतै त्यो होली म्यारिज छ कि छैन, पास्टरलाई त पत्तो हुँदैन होइन। पास्टरलाई त हामी होली म्यारिज गर्ने भनेर आइसकेपछि त छुट्दै होला भन्छ होइन। तर अब यो समयमा चाहिँ मैले के भन्न खोजेको भने तपाईँले गल्ती गर्नुभएको छ, तपाईँले परमेश्वरको नजरमा आज्ञालाई पालन गर्नुभएको छैन अनि तपाईँको कसैसँग सम्बन्ध भएको छ अनि के भएको छ भने चाहिँ हामीले पास्टरलाई भन्नुपर्छ मेरो होली म्यारिज होइन, अर्को म्यारिज पनि हुन्छ नि, ह्याप्पी म्यारिज होइन। ह्याप्पी म्यारिज त हुन्छै हुन्छ जसरी पनि हुन्छ। तर पछाडि दोषी चाहिँ को हुन्छ, तपाईँ आफै हुनुहुन्छ दोषी चाहिँ। पास्टर त के अन्जान भएन, पास्टरले त के दोष दिने। त्यस कारणले गर्दा यी कुराहरू याद गर्नुपर्छ। अर्को कुरा चाहिँ हाम्रो माता पिताहरू हुनुहुन्छ, बुवा आमाहरू हुनुहुन्छ, वृद्ध हुनुहुन्छ। अनि उहाँको किनभने बाइबलले त्यही भनेको छ आफ्नो बुवा र आमालाई आदर गर होइन, अनि तेरो आयु लामो हुन्छ भनेको छ। अब यहाँ त फेरि के अरे त्यो के भन्छ नि त्यो पनि दिइरहेको छ। तपाईँले आफै स्याहार्नु पर्ने अथवा तपाईँले आफै सम्पूर्ण कुरो बिहोर्नु पर्ने, मेडिकेटदेखि लिएर खानपिन बाबुआमाको सबै बुढेसकालमा त हेर्नुपर्ने नि त। नेपालमा के गर्नुपर्छ छोराले, नेपालतिर त तँ लैजा होइन, बाबुलाई तँ लैजा, आमालाई तँ लैजा भनेर बाँड्नुपर्छ। तर अहिले यहाँ चाहिँ म राख्छु भनेर फाइट गर्नु थाल्छ होइन। तर त्यति गर्दा गर्दै चाहिँ के गर्नुपर्छ भने उहाँहरूलाई आदर गर्नुपर्छ, उहाँलाई राम्रो देखरेख गर्नुपर्छ। उहाँको उमेरले गर्दाखेरि उहाँलाई धेरै कुराको के अरे महसुस हुन सक्छ, धेरै कुरा। किनभने तपाईँलाई अलिकति भनेको नि उहाँको दिलमा लाग्नु सक्छ। यो अवस्था भनेको बुढेसकाल भनेको चाहिँ
केटाकेटी जस्तो अरे। त्यस कारणले गर्दा कसरी चाहिँ बाबुआमालाई हामीले आदर गर्न सक्छौँ अनि बाँचुन्जेल होइन उहाँलाई एकदम आशिषमय बनाउन सक्छौँ, त्यो चाहिँ हामीले गर्नुपर्छ, त्यो कर्तव्य हो। त्यसले गर्दाखेरि हामीले बाबुआमाको हेर्ने बाटो छ, तर हामी कता कता घुमिरहेका छौँ, बाबुआमाले भात पकाएर दिँदैछ होइन, त्यो कुरा चाहिँ भयो भने अनि हामी चाहिँ यो परमेश्वरको उसमा चाहिँ ठगी फर्किन सक्छौँ। अब यहाँ पनि त त्यसको लेखा त बुझाउनै पर्छ, तर पनि परमेश्वरले पनि ती सबै कुराहरू राख्नुहुनेछ। र यहाँ समक्ष मैले आज यो धेरै कुरा मिसाएर गरेँ, तर तपाईँहरूले मनमा राख्नुहोस् अनि यी कुराहरूलाई मनन गर्नुहोस्, किनभने बाइबलमा लेखिएका कुराहरू सत्य हुन्छन्। अनि अर्को कुरा चाहिँ म तपाईँहरूलाई के भन्छु भने हामीले एउटा बिहिबार एउटा सङ्गति छ जो 8 बजीदेखि 9 बजीसम्म हुन्छ होइन, त्यो चाहिँ केमा अरे जुममा हामीले गरेका छौँ। नेपालको इन्डियाको जोसुकैलाई हामीले वेलकम गरेका छौँ र त्यो 1 घन्टाको समय तपाईँ बस्नुभयो भने अनि त्यहाँ पनि हाम्रो भेटघाट हुन्छ। हामी त टाढो हुँदैनौँ अहिले यो युगमा होइन, अहिले वैज्ञानिक युगमा छौँ, त्यसले गर्दाखेरि टाढो हुँदैन। हामी खोज्यौँ भने ती कुराहरू पनि छन् जसले परमेश्वरको वचन पनि सुन्न पाइन्छ अनि हाम्रो एकता पनि कायम राख्न सकिन्छ। र यति भन्दै म यो वचनलाई अन्त गर्न चाहन्छु र हाम्रो लागि प्रार्थना गरिदिनुहोस्। यो अन्तिम अवस्थामा भनेको चाहिँ के हो भने अस्तिलाई चाहिँ तपाईँहरूले फेरि प्रार्थना चाहिँ उता गरिदिनु भयो कि भनेर सोचेको थिएँ, तर त्यसो चाहिँ होइन रहेछ। राम्रो होस् भनेर गर्नुभएको रहेछ, किनभने यो जुन चाहिँ घर हामीले हेरेको थियौँ त्योभन्दा राम्रो अनि त्योभन्दा नयाँ घर अनि त्योभन्दा सस्तो दाममा हामी पाएको छौँ। त्यसले गर्दा परमेश्वरले जे गर्नुहुन्छ राम्रोको लागि गर्नुहुन्छ। त्यसले गर्दा म पनि मेरो परिवारले पनि तपाईँको मण्डलीको लागि प्रार्थना गर्नेछ। हामी शरीरमा छुट्टै पनि आत्मामा एक छौँ अनि कहिले पनि म यो छोडेर गएको मण्डली कहिले पनि भन्दिनँ अनि मण्डलीलाई सधैँ माया गर्छु अनि तपाईँको साथ सपोर्ट प्रार्थनाको सपोर्टहरू चाहिरहेको छ र समय भएको छ। त्यसले गर्दा धेरै कुरा नगरिकन यो समय फेरि आजको सञ्चालिकाज्यूलाई दिँदै म बिदा हुन चाहन्छु। जय मसीह।